त्यो नआभर बाउको सास नगा हो कि जब किन यस्तो गरेको नमस्ते फेसबुक लाइभ हेरेर बस्नुभएका दर्शकहरूलाई म स्वागत गर्न चाहन्छु। केही समय अगाडि एकजना पीडित व्यक्तिको टेलिफोन मलाई आयो। उहाँका विरुद्ध सामाजिक सञ्जालमा गलत अफवाह फैलिएको कुरा उहाँले मलाई बताउनु भयो। विशेष गरेर तपाईले हेर्नुभयो होला सामाजिक सञ्जालमा, विशेष गरेर युट्युबमा एउटा भिडियो, फेसबुकमा अत्यन्त भाइरल भएको एउटा भिडियो जहाँ चाहिँ दाह संस्कारका लागि ल्याइएको मानिस जिउँदै भएपछि भन्ने शीर्षकहरू दिइएको थियो। यस्तो कसैलाई नपरोस् भनेर पशुपतिमा एकजना मानिस, एकजना वृद्ध जसलाई सुताइएको थियो, उहाँको भिडियो बनेको थियो र त्यहाँ भनिएको थियो। त्यसलाई धेरैले हेरे, धेरैले सेयर गरे। लगभग 7-8 लाख भन्दा बढी मान्छेहरूको भ्यू त्यसमा युट्युब भिडियोमा पनि भइसकेको छ। यति धेरै सेयर भएको छ, सामाजिक सञ्जालभरि जताततै देखिएको छ। त्यसको वास्तविकताका बारेमा कसैले सोधखोज गर्ने कोसिस गरेनन्, तर वास्तवमा यसको वास्तविकता के रहेछ भन्ने कुराको जानकारी जब भर्खरै मलाई पीडितले फोन गरेर जानकारी गराउनु भयो, त्यसपछि मलाई लाग्यो यो यथार्थ पक्कै पनि दर्शकहरूलाई जानकारी गराउनु पर्छ भनेर म फेसबुक लाइभ मार्फत यो जानकारी गराउन उपस्थित भएको छु। त्यो भिडियो जुन देखियो, त्यो भिडियो सर्वप्रथम त गलत भएको जानकारी मलाई प्राप्त भएको छ। जसलाई हामीले उहाँको मृत्यु त भइसकेको छ, तर जसरी उहाँ जिउँदै हुँदै मार्न खोजियो अथवा जिउँदै मानिसलाई जिउँदो सास छँदै मृतक बनाइयो अथवा जलाइयो भन्ने जुन भनाइ छ, त्यो गलत भएको जानकारी मलाई उहाँका सुपुत्रले गर्नुभएको छ, जो अहिले क्रियामा हुनुहुन्छ, अत्यन्त पीडामा हुनुहुन्छ। एकातिर आफ्नो बुबाको मृत्यु भएको पीडा, अर्कोतर्फ सामाजिक सञ्जालमा आफू विरुद्ध गलत क्रियाकलाप, गलत अफवाह फैलाएको पीडा। मृतक ठाकुर प्रसाद पाण्डे हो उहाँको नाम र उहाँका जहाँ तपाईँले तलबाट पानी खोलाबाट, बागमतीबाट पानी खोलामा भए जसतर्फ हुनुभएको, खुट्टा डुबाएर जुन बस्नुभएको अलिकति मोटो मान्छे जुन तपाईँले देख्नुभयो, उहाँका माइला छोरा भुवनराज पाण्डे हुनुहुन्छ, जो साउदीबाट आउनुभएको थियो बुबा बिरामी भयो भनेर। यथार्थ उहाँले मलाई बताउनु भए अनुसार उहाँको बुबा ठाकुर प्रसाद पाण्डे साउन 2 गते सोमबार निमोनिया भएर नुवाकोटबाट ल्याइनु भयो र मङ्गलबार नै ब्रेन ह्यामरेज भएको कुरा डाक्टरहरूले बताए र 2 दिन आइसियुमा पनि उहाँलाई राखियो र के भनियो भने अब उहाँको बाँच्ने सम्भावना छैन, त्यसकारणले घर लैजानुस्, उहाँको अन्तिम इच्छाहरू पूरा गर्नुहोस् भनेर अस्पतालले बतायो। बताइसकेपछि 4 गते बुधबार हिन्दू धर्मको परम्परा अनुसार घाटमा लगिन्छ, घाटे वैद्यलाई देखाइन्छ, धार्मिक स्थानमा लगिन्छ, माया मारे पनि त्यो एउटा परम्परा पनि रहिआएको छ। सोही परम्परा अनुरूप उहाँहरूले लिएर जानुभयो र घाटमा लगिसकेपछि एउटा पशुपतिको पानी जुन मन्दिरमा भएको पानी मुखमा हाल्ने चलन हुँदो रहेछ। उहाँ अन्तिम समय 2-4 घण्टा मात्र बाँकी रहेको अवस्थामा हुनुहुँदो रहेछ र उहाँलाई मुखमा पानी हालेपछि बौरिने भनिन्छ, अलिकति बौरिनु भएको थियो। त्यो घटना हो 4 गते बुधबार, साउन 4 गते बुधबारको। त्यसपछि फेरि उहाँलाई माथि लगियो। त्यही समयमा यो भिडियो लिइएको रहेछ। उहाँले जानकारी दिनुभएको अडियो रेकर्डिङ म न्युज 24 टेलिभिजनको वेबसाइट मार्फत, युट्युब च्यानल मार्फत केही बेरमा पोस्ट गर्ने कोसिस गर्नेछु। मेरो कुरा भुवनराज पाण्डेजी, जो साउदीबाट आउनुभएको माइला छोरासँग, जो अहिले क्रिया गरिरहनु भएको छ, त्यो वार्ताको जस्ताको तस्तै म पोस्ट गर्ने कोसिस पनि अहिले केही बेरमा गर्नेछु। र उहाँले त्यो दिनको भिडियो कसैले लिएको रहेछ र त्यतिखेर उहाँको मृत्यु भइसकेको थिएन र उहाँलाई त्यो दिन जलाइएको पनि होइन, त्यो मृत्यु घोषणा भएको पनि थिएन। त्यसपछि शनिबार, त्यसपछि उहाँलाई माथि लिएर गइयो। उहाँ अझै केही दिन उहाँ जीवित रहनुभयो, तर त्यो भिडियो उहाँ जीवित हुँदाखेरिको भिडियो, त्यतिखेर उहाँको मृत्यु भएको अथवा उहाँलाई ब्रह्मनालमा राखिएको अवस्था होइन, मृत्यु भइसकेपछिको होइन। पानी मन्दिरमा चढाइएको पानी खुवाउने त्यो धार्मिक परम्परा अनुसार त्यसरी राखिएको उहाँलाई र त्यहाँ पानी खुवाइएको। त्यसपछि 4 गते बुधबार को कुरा यो भयो। शनिबार 4 बजे उहाँ चाहिँ बौरिनु भयो। शनिबार 4 बजे, माफ गर्नु, शनिबार 4 बजेको भिडियो जुन खिचिएको त्यो देखाइयो र सोमबार 1:05 चाहिँ उहाँको मृत्यु भयो त्यसपछि भन्ने जानकारी मलाई गराउनु भएको छ। र जुन गलत अफवाह फैलाएर आफ्नो सामाजिक प्रतिष्ठामा परेको असर र पीडामा म अत्यन्त धेरै दुखी भएँ, मलाई मद्दत गरिदिनु होला भनेर मलाई उहाँले जानकारी गराउनु भएको हुनाले यो जानकारी मैले गराउन उपयुक्त ठानेर दर्शकहरू समक्ष यो फेसबुक लाइभ मार्फत जानकारी गराएको छु। मलाई थाहा छ धेरैभन्दा धेरै दर्शकहरूले यो भिडियो हेर्नु भएको छ। यसलाई
एउटा वेबसाइटले प्रशान्ति डिजिटलले पोस्ट पनि गरेको रहेछ। यसका यथार्थहरू बुझिदिनको लागि अनुरोध हामीलाई गर्नुभयो र मैले आफ्नो धर्म सम्झेर पीडितहरूको पीडालाई जस्ताको तस्तै राखिदिने विचार गरेर फेसबुक लाइभ मार्फत यो जानकारी गराएँ। विशेष गरेर यो भिडियो धेरैले हेर्नुभएको र धेरैले उहाँहरूप्रति घृणा गर्नुभएको देखेर उहाँहरू अत्यन्त दुखी हुनुहुन्छ। एकातिर आफ्नो बुबाको मृत्यु र अर्कोतर्फ सामाजिक सञ्जालमा आएका गाली गलौजले गर्दा अत्यन्त पीडामा हुनुहुन्छ। यसको कानुनी उपचारका लागि पनि उहाँहरूले कभर गर्नुभएको रहेछ र आज दर्ता गराउनको लागि आज मुद्दा दर्ता गराउन भनिएको रहेछ जुन दिन उहाँले फोन गर्नुभयो। तर यो अनुसन्धान ब्युरो टेकुले यो सामाजिक सञ्जालमा आएको कुरामा चिन्ता गर्नु पर्दैन, यो कुनै ठुलो कुरा होइन, छोडिदिनुहोस् भनेर भनेपछि दर्ता भएन। तर उहाँहरू यो कानुनी उपचारमा हुनुहुनेछ। भुवनराज पाण्डेजीले यो कुरा मलाई बताउनु भएको छ। फेरि पनि यहाँलाई जानकारी गराउन चाहन्छु। यसको यथार्थ उहाँसँग भएको कुरा जस्ताको तस्तै मैले अहिले केही बेरमा म हाम्रो न्युज 24 टेलिभिजनको वेबसाइट मार्फत, युट्युब च्यानल मार्फत, न्युज पोर्टल मार्फत सेयर गर्ने कोसिस गर्नेछु।